नमस्ते साथीहरु, स्वागत छ यहाँहरुलाई आजको मेरो नयाँ भ्लगमा। आज हामीहरु चाहिँ दाङ घोराईको धारपानी भन्ने ठाउँमा आएका छौं। हेर्न सक्नुहुन्छ मसँग दाइ पनि हुनुहुन्छ, अर्को पनि दाइ हुनुहुन्छ र हाम्रो यो दाइको स्वाग हेर्नु है, स्वाग। अब यहाँबाट चाहिँ हामीहरु यहाँ अगाडि एउटा यहाँको एउटा प्रसिद्ध मन्दिर छ, त्यो मन्दिर चाहिँ हामी तपाईलाई देखाउने छौं। साथीहरु, हामी चाहिँ अहिले मन्दिरको प्राङ्गणभित्र हामी एन्टर गर्दैछौँ। तपाई हेर्न सक्नुहुन्छ दृश्य अति नै राम्रो छ, शान्त वातावरण र हेर्नुस् घुम्ने लायकको धेरै राम्रो ठाउँ छ। हाम्रो दाइ चाहिँ यहाँ हुनुहुन्छ र म यता छु। हेलो साथीहरु, हामी चाहिँ अहिले मन्दिरमा आइसकेका छौं। दाइहरु चाहिँ पूजा गर्दै हुनुहुन्छ र हामीहरु चाहिँ अलि अगाडि जाँदै छौं। हेर्न सक्नुहुन्छ कति राम्रो राम्रो मूर्तिहरु, स्ट्याचुहरु छ भगवानको र हामी अलि अझ अगाडि जान्छौं। यहाँनिर चाहिँ हजुरको शिवलिङ्ग जल अर्पण 108 वटा छ। सो गाइज, अहिले चाहिँ हामी माथि आइसकेका छौं। यहाँनिर चाहिँ हजुरको 108 वटा शिवलिङ्ग जल अर्पण गर्नको लागि हेर्न सक्नुहुन्छ 108 वटा छ। र यता पनि छ।